लियोनेल मेस्सी हो भाइ, लियोनेल मेस्सी। फिफाको अध्यक्षको छोरो भन्दा पनि नजिकको मान्छे हो के लियोनेल मेस्सी। लियोनेल मेस्सीले विपक्षी खेलाडीलाई खुट्टै भाँचे पनि, टाउकै फोडे पनि, छाती नै फोडे पनि न रेफ्रीले केही गर्नेवाला छ, न फिफाले कारबाही गर्नेवाला छ। ल हेर त हेर, आज अल्जेरिया र अर्जेन्टिना बीचको गेममा लियोनेल मेस्सीले पुरै पिडोलामा त्यो जुत्ताले टेकेर खुट्टा भाँच्नै थालेको छ के। न भारले इन्टरफियर गरेको छ, न रेफ्रीले भार चेक गर्न गएको छ, न पहेँलो कार्ड दिएको छ, न रातो कार्ड दिएको छ। लियोनेल मेस्सीलाई केही गरेकै छैन के। सामान्य फाउल अनि सामान्य फ्री किक के। यस्तो ट्याकल कसैले गर्छ? त्यो पिडोला बिचरा त्यो खेलाडीको लगभग गयो के। अब करियर त्यसको खतमै भइसक्यो। अब यति साह्रो प्रोटेक्ट गर्छ फिफाले लियोनेल मेस्सीलाई भनेपछि लियोनेल मेस्सीलाई कसैले पनि अब वर्ल्ड कप जित्नबाट रोक्न सक्छ त? जबकि पुरै रेफ्री, फिफा सम्पूर्ण लियोनेल मेस्सीको पक्षमा छ के। लियोनेल मेस्सीले मैदानभित्र जे गर्दाखेरि पनि हुन्छ के। कसैले केही रोक्ने छेक्ने भन्ने छँदै छैन के भाइ।